छाबी बल म्याड्रिड 2.0 जे भन्दा नि भयो। यो म्याचको लागि धेरै एक्साइटमेन्ट थियो। नयाँ म्यानेजर, नयाँ च्याप्टर, सबै सोचेका थिए अब त रियल म्याड्रिड फुल अट्याकिङ फुटबल खेल्छ भनेर। तर सोचेको जस्तो पर्फर्मेन्स र रिजल्ट दुवै आएन। सुरुदेखि नै छाबी बल अक्वार्ड थियो। टिमको पोजिसनिङ पनि क्लियर थिएन। म्याड्रिडको स्ट्रक्चर पनि एकदम मेसी थियो। सबैजना ठुलो एक्सपेक्टेसन लिएर बसेका थिए। तर यो म्याचमा रियल म्याड्रिड अर्गनाइज नै थिएन। हिजो ट्रेन्टको डेब्युट पनि भयो। अलोन्सोले ट्रेन्टलाई इन्भर्टेड फलब्याकको रोलमा खेलायो, मिडफिल्डमा गएर प्ले मेकिङ गरोस् भनेर। तर उसले त प्रेसरै ह्यान्डल गर्न सकेन। कहिले मिडफिल्डमा कहिले राइट ब्याकमा उसले आफ्नो पोजिसनिङ नै कन्फ्युज भयो। अल हिलालले त एक्ज्याक्ट स्ट्राटेजी बनाएर उसको साइड अट्याक गरिरहेको थियो। अलमोस्ट 50% अफ द बल उसको विङबाट आएको थियो। डिफेन्सिभली पनि ऊ एक्सपोज भइरहेको थियो। अल हिलालले होमवर्क गरेर आएको थियो। फर्स्ट हाफमा अल हिलालको 48% पासेस म्याड्रिडको डिफेन्सिभ थर्डमा नै थियो, मेनली ट्रेन्टको साइडमा। छाबीले 4-3-3 फर्मेसनमा गेम स्टार्ट गर्यो। सेकेन्ड हाफमा 3-4-3मा पनि स्विच गर्यो। यो फ्लेक्सिबलनेस प्लेयरलाई बुझ्न टाइम लाग्छ। भाल्भर्डेले माथि पुस गरिरहेको थियो तर टाइट स्पेसमा रिसिभ गर्न सकेन बलहरू। भाल्भर्डेलाई गाह्रो भयो। त्यसपछि फेरि उसलाई डिप लिएर आयो। ट्रेन्टलाई मिडफिल्डमा लिएर गयो। ब्याक थ्रीमा पनि सेममा पनि स्विच भइरहेको थियो तर बल कन्ट्रोलै आएन। डिन हडसनको पनि हिजो डेब्यु थियो। ऊ एकदम राम्रो प्लेयर थियो। हिजोको लागि काम थियो, कम्पोज थियो, लाइन ब्रेकिङ पासहरू पनि गरिरहेको थियो। र हिजोको गेमको सरप्राइज प्याकेट गोन्जालो गार्सिया थियो। प्रेसिङ पनि गर्दै थियो, हेडर पनि जित्दै थियो, सबै कुरामा एक्टिभ थियो। हाइट सानो भए पनि उसको मुभमेन्ट र वर्क रेट एकदमै राम्रो थियो। भिनीको त के कुरा गर्नु, एम्बापे छैन यो गेममा भनेपछि भिनी साइन गर्छ जस्तो लागेको थियो। तर भिनी सुरुदेखि नै डिस्कम्फर्टमा देखेका थिए। वार्मअप पनि डिस्कम्फर्ट थियो, म्याचमा पनि क्र्याम्प आयो, एकचोटि डाइभ पनि हाने, बुकिङ पनि खाए। म्याचपछि छाबी अलोन्सोले भने पेसेन्स नै हुँदैन हाम्रो प्लेमा, डिसिजन नि रसमा लिन्छन् हाम्रा प्लेयरहरू। त्यो त म्याचमा क्लियरै थियो। भिनी र बेलिगमलाई पास दिने कोसिस गरिरहेका थिए तर हरचोटि ओभरहिट गर्दैछ प्लेयरहरूले। बोल पोजिसन पनि होल्ड गर्न स्ट्रगल गरिरहेको छ म्याड्रिड। हाई प्रेस गर्न चाहन्छन् छाबी तर प्रेसिङ ट्रिगरहरूमा त कन्फ्युजन नै थियो प्लेयरहरूलाई। आन्द्रे गुला ग्राउन्डमा आइसकेपछि गेममा कन्ट्रोल थप्यो। प्रेसिङ नै ठिक गरिरहेका थिए। उनी टाइट एरियामा पनि बल होल्ड गरिरहेका थिए। बल कन्ट्रोल पनि भयो, टेम्पो पनि थप स्पुन भइरहेको थियो। यो म्याड्रिड स्क्वाड एकदम टायर्ड देखेको थियो। स्क्वाड डेप्थ नै छैन यो स्क्वाडमा त। इन्जुरी लास्ट सिजनमा पनि थियो, अब पनि सेम प्रब्लम। एम्बापे छैन भने यङस्टर डेब्युटेन्टहरूले स्टार्ट गर्नुपर्छ। भिनी अफ गर्यो भने एकाडेमी प्लेयरहरूले ल्याउनुपर्छ। अब यस्तो टुर्नामेन्टमा नि रियल म्याड्रिडको स्क्वाड त ठुलो च्यालेन्जमा छ। एक हुँदा नि यो गेमबाट केही पोजिटिभ्सहरू थिए। ट्रेन्टको डायगोनल एक दुईवटा राम्रो थियो। डिन हडसन कन्फिडेन्ट लाग्यो। गोन्जालो गार्सिया त फुल अन एनर्जिक थियो। ट्याक्टिक्समा पनि फ्लेक्सिबिलिटी देखिरहेको थियो। छाबी स्टम्बन कोच हो जस्तो लागेन, उसले बिचबिचमा स्ट्रक्चर स्विच गरिरहेको थियो। यो मोडर्न फुटबलमा इम्पोर्टेन्ट हो।